आज चाहिँ मैले गुजिया बनाउनु सोचेको, त्यही भएर गुजियाको लागि प्रिपरेसन गर्छु। आँटा डुलाएँ, यो गुजियाको मसला अनि गरेर सबै ठिक पारेर डुलाएपछि यसको लागि छोडेँ। गुजिया बनाउनलाई थालेँ। तपाईँहरूको लागि पनि अगाडि देखाउँदैछु कसरी बनाउने भनेर। फर्स्ट टाइम नट ब्याड, राम्रै बनेको थियो। यसरी बनाएँ अनि तपाईँहरूलाई पनि देखाउँछु। हेर्नुहोस् त, राम्रै बनेछ फर्स्ट टाइमको तरिकाले। सबै बनाएर तयार गरेँ अनि अब यसलाई फ्राई गर्ने। धेरै क्वान्टिटीमा नबनाएको भएर थोरै तेल राखेर बिस्तारै बिस्तारै छोरुम जुरुम हुने गरेर गुजिया फर्स्ट टाइम ट्राई गरेको। नट ब्याड टेस्टिङ। खै म पहिला खाएको थिइनँ, तर टेस्ट यस्तै होला यसको। ट्राई गरेको मिठै भएको थियो, यम बनेको थियो जे भने पनि।